इन्भर्टर व्यापारी, ब्याट्री व्यापारी, यो माडे, गोल्छा अनि अरू को छ यो सबै ठुल्ठुला माडेहरूको त गुनै खाएछ यारमा यो मन्त्री यो। अनि यो मन्त्री के अरे के खड्का हो त, के मुजी खड्का हो त त्यसलाई भोट दिने धन्यवाद छ तिमीहरू जनतालाई। ओहो, त्यहाँको भोटरहरूलाई पनि धन्यवाद। हामी जस्ता जनता हामी जस्ता जनतालाई त यसरी प्रिङ हान्न पर्ने, यसरी दुईवटा गालामा ठोक्न पर्ने हो कि हामी जस्तै हामी जस्तै मान्छेले गर्दा हो यो सबै खराब भएको। नेतालाई त के दोष दिने हो? कर्मचारीमा के अरे डिभाइड एन्ड रुलको सिद्धान्त लागेको छ। अनि के अरे विद्यार्थीलाई त्यसै गरी तलैबाट राजनीतिमा छिराएको छ। के भन्ने, शिक्षकहरू त्यही हालत छ। अनि हामी जस्ता मान्छे विदेश आएका छौँ, विदेश आएर भारी बोकिएको छ। भारी बोकेर यसरी रेमिटान्स पठाउनु परेछ। अनि रेमिटान्सको के छ सदुपयोग? के छ सदुपयोग भनेको देशमा अनियमितता, अनि राम्रा मान्छेलाई काम गर्न नदिने, राम्रा मान्छेलाई निकाल्ने। सबैभन्दा खराब त ओहो, धन्यवाद छ प्रधानमन्त्रीज्यू तपाईँलाई। के भन्ने यार, के तपाईँ बनियो, के को तपाईँ? गाली गरौँ भोलि फेरि फ्याट्ट के अरे इन्टरपोल लाएर फ्याट्ट आइज भन्ला बल्ल बल्ल कमाउन आएको, फेरि घर आउन पनि अब घर आएपछि फेरि के गर्ने भन्ने हुन्छ। न देशमा स्वास्थ्य छ, न शिक्षा छ, न रोजगारी छ। छन त छ नि, शिक्षा पनि छ, स्वास्थ्य पनि छ, तर पैसा चाहिन्छ नि त त्यसको लागि। फ्रीमा स्वास्थ्य छ त छैन, फ्रीमा शिक्षा छ तर कमसल शिक्षा छ। अनि देशमा पढे लेखेका अलिकति जान्ने सुन्ने सबै विदेश आएको छ। कोही कतार गएको छ, कोही मलेसिया गएको छ, कोही दुबई गएको छ, कोही कोरिया आएको छ, कोही जापान गएको छ, अस्ट्रेलिया गएको छ, संसारभरि गएका छन्। पर्यटन भित्राउने भनेर बनाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जुन चाहिँ राजाले बनाए, त्यसमा भएभरका देशलाई, युवाहरूलाई विदेश पठाएको छ। अनि देश बनाउने के गर्न मन लाग्छ यस्तालाई त। के भन्ने, जनता तिमीहरू कहिले सुध्रिने? हामी कहिले सुध्रिने? हामी कहिले सुध्रिने?